everyone, welcome back to our channel after Hi. so long. Long time. आज चाहिँ हामी के गर्न लागेको छौँ भने कलर गिफ्ट एक्सचेन्ज मम्मीले मलाई दिने मैले मम्मीलाई दिने अब त्यो चाहिँ आई थिङ्क 7वटा कलर हुनेवाला छ 8वटा छ 8वटा छ ओके सो स्टे ट्युन गाइज सो लेट्स स्टार्ट द गेम है त आज हामी खेल्न लागेको त्यही कलर एक्सचेन्ज गिफ्ट होइन एकअर्कालाई मम्मी केही भन्नु न त हजुर नमस्कार कान्छीको भ्लगमा हामी धेरै पछि फेरि जोडिए छौँ कान्छी र म सबैजनाले गेम खेल्ने भने अनि त्यही भएर मैले नि हामी नि गेम खेल्छौँ नि त भने अब गेम चाहिँ के खेल्ने त भन्दा हामीले त्यो कलर चाहिँ आदान प्रदान गर्ने उसले मलाई दिने मैले उसलाई दिने उसले के किनेको छ मलाई थाहा छैन मैले के किनेको छु उसलाई थाहा छैन अनि हामी छुट्टै छुट्टै पसल गएर किनेर लिएर खाऊँ अनि हामीले यहाँ झोला राखेका छौँ नदेखाइकन अनि त्यस पछाडि दिने अब उसलाई मनपर्छै पर्दैन मैले चाहिँ अहिलेसम्म कसैलाई केही किने मैले किने लुगाहरू मेरो बुढाले खासै मन पराउँदैन थिएँ के हुँदो रहेछ कान्छीले मन पराउँछ पराउँदैन अहिले थाहा पाइनुहुन्छ वाउ स्टार्ट गरौँ है त नत्र भन्ने हस् ल मलाई एकदम एक्साइटेड भइसक्यो कि म है त ल अब हजुरले कुन कलर भन्नुहुन्छ फर्स्टमा त्यो निकालौँ त्यसपछि म त्यो अर्को कलर भन्छु अनि त्यसपछि फेरि हजुर कलर चुज गर्नु है त ल हजुर भन्नु पहिला सेतो सेतो है त सँगसँगै निकाल्ने है ओके निकालौँ 1 2 3 गो वाउ टी सर्ट मैले चाहिँ हजुरलाई टुथब्रसको इलेक्ट्रिक टुथब्रस युज गर्नुहुन्छ मम्मीले त्यसको माथिको ब्रस के अरे त्यो फेर नपर्ने नि बेला भइसक्यो नि त त्यही भएर हजुरलाई एकदम युजेबल फेरिहाल्नु है फेरिहाल्नु किन्दैछु अब ठिक हुन्छ एक दिन यहाँ राखौँ है ओ माई गॉड समरमा घुम्न जाँदालाई के राम्रो छ ड्रेस रहेछ तर ओभर साइज रहेछ होइन राम्रो छ कि साँच्ची तिमी यस्तै ठुलै लगाउँछौ हो म ठुलै लगाउँछु है राम्रो मन पर्यो कि साँच्ची राम्रो लाग्यो तर तिमी लगाउने कलर यस्तै हो कलर प्लस मैले त्यो साँच्ची राम्रो हो ल थ्याङ्क यू अहिले लाएर अनि देखाउ न तर अलि ठुलो भयो भने नि योभन्दा सानो चाहिँ छोरो होइन ए इट्स ओके है त ल अब म भन्ने होइन कलर अब कुन कलर ल ग्रिन मेरो ग्रिनै आयो ए ल एकचोटि नहेर्नु है एकचोटि नहेर्नु मलाई गाह्रो हो क्या निकाल्नु मैले हेरेँ नहेर्नु हेर्दिनँ क्या म फेरि मैले ग्रिन भनिहालेँ छु कति त्यही भन्यो हजुर निकाल्छ क्या हो होइन अर्कै नहेर्नु न निकाल्नु न सँगसँगै निकाल्नु न 1 2 3 भन नि त 1 2 3 गो हजुरले के त नि म अब मम्मीले चाहिँ म अब मेरो के अरे स्याम्पू चेन्ज गर्छु भन्नुभएको थियो नि त मैले याद गरिरहेको थिएँ यो चाहिँ जस्ट हामी दुईजनालाई नै हो यो ड्राइड पाइनएप्पल भयो हिँडिराखेँ अनि मैले चाहिँ मैले एउटा मात्रै ल्याएको फेरि है होइन एउटा मात्रै ल्याएर कहाँ भयो यसको त स्याम्पू कन्डिसनर चाहियो नि ल केही छैन त्यही पनि पछि किनौँ ल हजुरलाई स्याम्पू कन्डिसनर यो चाहिँ मलाई एकदम मनपर्छ क्या यसले चाहिँ एकदम राम्रो अनि मैले चाहिँ कन्डिसनर खासै नचिनेर कि कुन चाहिँ हो भनेर स्याम्पू चाहिँ बल्लै पढेर लिएर ए एकछिन मैले आज भोलि भ्यालेन्टाइन्स डे हो मैले आज ऊ लिएर आएको छु कि त्यो लगाएरै सुट गर्ने भनेर लिएर आएको थिएँ एकछिन मैले बिर्सेछु नयाँ सो मैले चाहिँ यो लिएर आएको थिएँ कि भोलि भ्यालेन्टाइन्स डे यो लगाएर सुट गर्ने भनेर थ्याङ्क यू रेड कलरमा है देख्यो एउटा थम्बनेल खिचौँ न ल हाम्रो ग्रिन भयो ग्रिन भयो अब हजुरको टर्न कुन कलर अब मैले भन्ने हो तिमीलाई त्यो झोलमा कुन चाहिँ छ फेरि कुन चाहिँ भन्दा सजिलो पर्छ भन्नुहुन्छ रेड रातो ओके रेड त माथि नै हो ल Dan, dan, dan. यहाँ म के किन्दैछु
क्युट हामी त घुम्न जाँदैछौँ नि त पर्फ्युम थ्याङ्क यू यो चाहिँ हजुरलाई स्विम सुट के म यस्तो रार कहाँ जाने लौ न गाई स्विम सुट हामी बाहिर छिट्टै नि घुम्न जाँदैछौँ गर्ल्स ट्रिप त्यही भएर ए ल थ्याङ्क यू राम्रो छ तर मैले अहिलेसम्म नलाग्नु पर्यो क्या यो होइन त्यो हामी गर्ल्स जाने हो नि त कस्तो छ ल ल ल थ्याङ्क यू तपाईँले चाहिँ अहिले मैले लाएर चाहिँ देखाउन सक्दिनँ है अब एकैचोटि हामी उता जाँदा कसको टर्न रातो भयो है अब तिम्रो हरियो नि भयो सेतो नि भयो अब ब्ल्याक कालो हुन्छ माथि नै ल्याउनु पर्ने भयो कस्तो अप्ठ्यारो भयो ल्याउनु ल्याउ माथि ल्याउ मलाई उता 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 हेर्नु उतापट्टि फर्किने है कस्तो माथि भएको चाहिँ हुन तिम्रो थाहा भएन नि त कुन चाहिँ माथि छ भन्ने तिमीले भन्या त फेरि ब्ल्याक भनेर यो ब्ल्याक कलरको चाहिँ हजुरलाई एकदम धेरै चाहिएको थियो कि एकदमै धेरै चाहिएको थियो तर हजुरले किन्नु भएको छैन कि ल निकाल्नु मलाई पनि लगाउनु है म तिमीलाई त किनिदिएको छु तर यो मेस्टअप भयो त यो चाहिँ मम्मीलाई एकदम चाहिएको थियो मैले एउटा टी-सर्ट किनिदिएको छु भन्नु त यो कस्तो लाग्यो एकदम दामी हो है यो पनि मलाई मलाई राम्रो लाग्यो यो यो खाएर राम्रो हुन्छ यो तर होइन मलाई कालो चाहियो ल्याइदियो राम्रो छ भाइ वाह ट्राई गर्नु त पछि गरे पछि गरौँला ल यो मलाई मन पर्यो यो चाहिँ थर्माकोट भन्छ नि यहाँको हिउँमा थर्माब्राला। थर्माब्राला यो चाहिँ हिउँमा जाँदा लाउने हो क्या यो ज्याकेटको तल्लोपट्टिको सेट हो मलाई चाहिरहेको थियो 8-9 वर्ष मैले एउटै लाएर बसेको थिएँ अब चेन्ज हुनु कस्तो लाग्यो थ्याङ्क यू यो चाहिँ एकदम हजुरलाई चाहिएको थियो क्या यो गन्जी तिमीलाई मन पर्छै पर्दैन राम्रो छ। रिटर्न गर्न मिल्छ कि हजुरलाई मेरो चोइस मन पर्ने ल साइज चाहिँ म भन्न सक्दिनँ कस्तो हुन्छ होइन किनकि मलाई अब कुनै मिडियम नि हुनसक्छ कुनै लार्ज पनि चाहिन सक्छ होइन तर यो त्यो मेरो त्यो चोइसमा चाहिँ हजुरले एकदम बुझ्नु भएको छ मलाई सिम्पल मनपर्छ नि त यो व्हाइट पनि सिम्पल छ नि त यसमा ट्राउजर लाउँदा राम्रो देखिने म चाहिँ अब नभए सार्चे भनेर मैले चाहिँ ल्याइदिएँ ल अब अर्को कलर हजुरको टर्न अब मैले भन्नुपर्ने हो म हेरेर अनि भन्छु है त पहेँलो येलो 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 कति खाके पछि ल ल ल कस्तो भोक लाखा गाई भाइलाई दिनुपर्ने येलो ल निकाल्नु ल निकालौ 1 2 3 and go oh my god क्यूट मैले त एउटा बिस्किट येल्लो ए हजुरलाई मिठो हुन्छ होला मिठो हुन्छ अनि एउटा अनि यो चाहिँ हो कि भाइटामिन सी को हामीले के कुरा गरेको थियौँ नि फेस मास्क लगाएन भनेर ल ओ माय गॉड क्यूट खाइन ओपन नै गर्नुपर्ने हैन मम्मीले त मैले अघि मलाई एकदम मन पर्छ के यो माथि उस के रे हामीले कुन कलर भनेर येलो हैन येलो अनि चकलेट ल मन पर्यो त्यो खुसी लाग्यो यो चाहिँ मलाई चाहिँ त्यो एग माथि छरेर खान मन पर्छ भनेर अहिले भर्खर मम्मीलाई भनेको भित्रपट्टि चाहिँ अलि येलो येलो लगाएर अनि मैले त्यसमै मिसाइदिएँ ल तर कस्तो खानेकुरामा खानेकुरा त्यो मिल्या के है त ल अब तिम्रो टर्न मेरो टर्न हो भन्ने येलो मैले भने म यहीँ राखेँ यो झोला है येलो कति हो गर्ने पिङ्क सकिन लगाइसक्यो त म यहाँ थाहा छ सकिन लागिसक्यो अब त ए तिनवटा मात्रै बाँकी हो भाइ रियली होला तिनटै बाँकी होला ल ल निकाल्ने हो सँगै ल खानेको ध्यान 1 2 and 3 ओ माय गॉड एउटै उसले टोपी के राम्रो ल यो के हो भन्ने हो वाह मलाई टोपी चाहिएको थियो यो पनि ठुलो हुन्छ के हो
एकचोटि लगाएर हेर्छु लाउ त कत्रो यो अहिले लाउनु पर्दैन है ला हेर न इट्स टु बिग म भोलि गएर साट्छु आमा एक्स्ट्रा हो 3x या त्यो त कहाँ मैले हेरिनँ नि त नि यो त लास्ट ठुलो किन्नु भएछ यो त हुँदैन नि त मलाई यस्तोमा दुईटा छ कि के छ हो त यो चेन्ज हुन्छ हुन्छ मलाई मन पर्यो मलाई मन पर्यो 2 हप्तामा ल्याउनु ल ल गाइस मलाई मन पर्यो लुक एट यसको कलर चाहिँ तिमीलाई मन पर्छ यो तर मम्मीले अलिकति आफूले उ गर्नु भएन छ नि त के अरे यो त कति छ हेर्नु त 3x कलर चाहियो के मलाई लुगाको खान ल अब अर्को कुन कलर मेटन हो ए मैले भने है सुरुमा मैले भने हो नि पिङ्क अब हजुरको अब निलो निलो सँगै निकाल्ने मलाई चाहिएकै टोपी ले एकचोटि लगाए ए भयो त्यो फेरि लाछु मैले टोपी ब्लू निकाल्नु ल सक्यो होइन ब्लू पछि एउटा छ बाँकी ब्लू पछि के छ ग्रे ग्रे भन्नु त त्यतिकै के हो ए मलाई ठिकै छ यो काम लाग्छ यो चाहिँ नुहाउँदाखेरि ज्यान मान्ने कुरा मैले त प्यान्ट हजुरलाई आमा मलाई चाहिँ किन यस्तो ल्याइदिएको त नि ब्लू प्यान्ट कस्तो राम्रो हो नि यो ब्लू काँटा वाउ थ्याङ्क यू यो प्यान्ट ठिक हुन्छ होला हजुरलाई 44 साइज किनकि मलाई साइज थाहा नि त म चाहिँ साइज थाहा नभएमा परि अब एउटा लास्टमा यतिकै एक्स्ट्रा हो होइन थ्याङ्क यू मैले त मजा पाएँ त है ठिक हो नि भने तिमीलाई चाहिँ ठुला छ के अरे मलाई तिमीलाई चाहिँ ठुलो हो नि ठुलो ल है ल अब त्यही एउटा ग्रे लास्ट निकालियो यो चाहिँ ठिक भइदियो हुन्थ्यो ढान्डराङ ए यो मैले पन्जा कस्तो उ रहेछ के तातो हुनेवाला टाइपको ल मैले चाहिँ कान्छीलाई चाहिँ यो ल्याइदिएको छु अब यो पनि ठुलो हुने हो कि यो त होइन यो त ठिक छ यो ओभर साइजै लाउने हो होइन यो त ओभर साइजै हो यो चाहिँ यो पिङ्क कलरको चाहिँ बेसरी नै ठुलो रहेछ के ल म खुसी छु एकदम धेरै यो चाहिँ हाम्रो तर मेन हाम्रो यो कलर उसमा थिएन है कलरमा थिएन तर पहिला यो किनिहालेँ त्यही भएर ल यस्तो राम्रो पन्जा ल है त थ्याङ्क यू मैया ल हाम्रो गिफ्ट के पाइयो यो त मेरै हो मेरो काटा र उ यति नै हो अब के गर्ने ल आज हाम्रो कलर गिफ्ट एक्सचेन्ज गेम यतिकैमा सकियो म पन्जा चाहिँ लागिहाल्छु ल अन्टिल देन लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब बाई बाई वाउ पिङ्क ड्रेस वाइट ड्रेस गाइस म त ऊ जस्तो देखेँ क्या सम्म त्यो ऊ अड्डाउँछ नि त्यो बोरामा पिङ्कमा टोपी मलाई यो पिङ्कको टोपी अनि यो पन्जा मैले अघि नै देखाइसकेँ लगाउनु एकचोटि ठिक छ हजुर हातमा 7-8 रहेछ ठिक छ ल पन्जा गजब छ हिँड खेल्न जानलाई है ल एकचोटि प्यान्ट लगाएर हेर्नु त मेरो त प्यान्ट ठिक भयो गाइज प्यान्ट ठिक भयो